हाई गाइज, स्वागत छ हजुरहरूलाई मेरो आजको मिनी भ्लग हैन, डे भ्लगमा। सधैँ मिनी भन्ने बानी भएको, सो आज चाहिँ मैले डे भ्लग नै बनाएको छु। मैले चाहिँ बिहानदेखि बेलुकासम्म के गर्छु, कता कता जान्छु, के खान्छु भनेर चाहिँ आज मैले हजुरहरूलाई देखाउँदैछु। सो सबैजनाले माया गरिदिनु होला सुरुदेखि लास्टसम्म भिडियो हेरेर। अनि सबैभन्दा पहिला त अब हामीलाई खाना नै बनाउनु पर्ने हुन्छ हैन, खाना नै बनाउन लागे म। त्यसपछि मेरो बिहानको सुरुवात भनेको चाहिँ खाली पेटमा चाहिँ जिरा पानी, मनतातो जिरा पानी खाएर हुन्छ। सो मैले त्यसमा कागती पनि एड गरेको छु। रातभरि चाहिँ जिरा भिजाएर राख्ने, अनि जिरा भिजाइसके पछाडि बिहान चाहिँ हल्का पकाएर जिरा पानी, त्यही भिजाएको जिरा पानी पकाएर चाहिँ त्यसमा कागती राखेर मनतातो गरेर खायो भने चाहिँ वेट लस गर्नलाई पनि हेल्प गर्छ भने हजुरको पाचन प्रक्रियालाई स्टेबल राख्नलाई पनि हेल्प गर्छ यो पानीले चाहिँ। सो त्यो भएको भएर चाहिँ मैले जिरा पानी खान थालेको छु। यदि हजुरको पाचन प्रक्रियामा अलिकति प्रब्लमहरू के भइराखेको छ भने चाहिँ घरेलु उपाय भनेको चाहिँ यही जिरा पानीहरू खायो भने पनि हेल्प गर्छ। सो आफ्नै गाउँघरमा आफूलाई नै फाइदा गर्ने खालको खानेकुराहरू खानुपर्छ जस्तो लाग्छ। सो मैले चाहिँ खाना खाएर आफ्नो कामतिर लागेँ। म चाहिँ पार्लर पुगिसकेको छु। अहिले चाहिँ पार्लर पुगिसके पछाडि अब भने चाहिँ म मेकअपहरू गर्नतिर लाग्छु। आज चाहिँ हाम्रो फोटोसुट कार्यक्रम थियो, सो त्यो भएको भएर चाहिँ मैले चाहिँ मेकअप गर्न थालेँ। यतिको मेकअप भएको छ, फाइनल लुक चाहिँ यस्तो भएको छ। अब हामी कपाल बनाउँछौँ, कपाल बनाइसके पछाडि फोटोसुट गरेर अनि त्यसपछि फेरि म घर फर्कन्छु, घर होइन रुममा चाहिँ फर्कन्छु। सो फोटोसुटहरू गरिसके पछाडि टिकटक त बनाउनै पर्यो। टिकटक हेर्न चाहिँ युट्युबमा होइन टिकटकमै जानुपर्ने हुन्छ, किनभने मैले चाहिँ सर्ट टिकटकहरू रिल्समा पोस्ट गर्छु, साथै मैले टिकटकमै पनि पोस्ट गर्छु। मैले चाहिँ रुम फर्किएको भिडियो चाहिँ लिन सकिनँ किनभने एकदमै गर्मी थियो अनि मलाई अलि हतार पनि भएको थियो। सो मैले म्याजिकमा चाहिँ हतार गरेर चढेँ अनि मैले भिडियो पनि लिन सकिनँ। अहिले चाहिँ म रुम पुगेर पनि एकछिन रेस्ट गरेर पनि म चाहिँ घर जानलाई आइसकेँ। म चाहिँ बजारमा बस्छु नि त, सो त्यो भएको भएर चाहिँ म घर जानलाई आइसकेँ। एकदमै धेरै गर्मी साथीहरू। अब घाम त्यो दिनमा त खासै लागेको थिएन होइन, हिजोको ब्लग हो यो खासमा। हिजो चाहिँ खासै घाम लागेको थिएन र पनि एकदमै बाफिने कि एकदमै गर्मी। सो त्यो भएको भएर मैले बरफ खाएँ। बरफ चाहिँ मजाले मिठो रहेछ। खाजा केही खाएको थिएन अनि लास्टै भोक लाग्यो अनि त्यहीँ 24को टिनीरै मैले चाहिँ चटपट पनि खाएँ। सो म चाहिँ घर आइसकेको थिएँ। घर नजिकै यस्तो राम्रो कुखुरा देखेर मैले चाहिँ कुखुराको भिडियो बनाएँ। अनि हाम्रो अहिले भरतपुर 18मा नयाँ ग्रिन पार्कहरू खुलेको छ नि त, सो त्यहाँको भिडियो पनि बनाएँ। अनि म बेलुकामा दिउँसै भन्दा नि उज्यालैमै आइपुगेको थिएँ। अनि रात परेपछि चाहिँ राम्रो हुन्छ होला ग्रिन पार्क, सो राति जाने भनेर प्लान गरेको। अनि एकछिन पछि चाहिँ म हाट बजार पनि गएँ। हाट बजार लागेको रहेछ ठ्याक्कै हिजो बिहिबार नि त, अनि बिहिबारको दिनमा हाम्रो कुञ्जनगरमा हाट बजार लाग्छ। सो म हाट बजार गएँ। हाट बजार गइसके पछाडि हामीलाई फेरि एकदमै गर्मी भएको फिल भयो अनि हामी फ्रेस जुस खानतिर लाग्यौँ। फ्रेस जुस खाइसके पछाडि चाहिँ हामी अब ग्रिन पार्क जाने भन्ने सल्लाह भइसकेको थियो होइन। ग्रिन पार्क जाने भनेको त 7:30 भइसकेको थियो, रातिको बन्द हुने रहेछ क्या, 7 बजी नै बन्द हुने रहेछ। अनि हामी त बाहिरै यसो खेले जस्तो गऱ्यौँ अनि फर्क्यौँ। सो साथीहरू मेरो आजको होइन हिजोको डे भ्लग चाहिँ यति नै।